हामीसँग केही कमेन्टहरू छ हैन तपाईले कमेन्टहरू कतिको हेर्नुहुन्छ दर्शकको हेरा छैन त्यस्तो धेरै नेगेटिभ कमेन्ट त छैन अशोकलाई सबैले माया गर्नुहुन्छ एकदमै पोजिटिभ कमेन्टहरू मात्रै छ हामीसँग केही 5-7 वटा कमेन्टहरू छ हेरेर रियाक्ट गर्नुपर्ने हुन्छ तपाईले तपाई भन्नु म रियाक्ट गर्छु हुन्छ ल यो हुन त यो कुरा आइसक्यो त्यही पनि तिमीले काठमाडौँ किन छोड्यौ भाइ भन्नु भएको छ मेरो फ्यामिलीको लागि Okay, next comment. भाइ म पनि बाटो हेरेर बसिरहेको छु तिम्रो एकचोटी जीवनमा भेट्ने आशा छ पक्कै पनि आउनु होला मन्जु दर्जीजीले भन्नुभएको छ यो चाहिँ थ्यांक यू दिदी कुनै दिन भेटौँला माया छ भाइ तिमीलाई तिमी प्लिज काठमाडौँ नै आएर बस आफ्नो पढाइलाई कन्टिन्यू गर अरे त्यो विश पनि पुरा हुन्छ मेरो लागि भन्नुको धन्यवाद टङ्कले साथ छोडे पनि दर्शकको माया अझै छ बाबु तिमीलाई अनि धेरै धेरै आशीर्वाद थ्यांक यू सो मच साथ छोड्नु भन्दा पनि म आफ्नै तरिकाले बाध्यताले टारेको केही चिजले गर्दाखेरि हो अब त्यो सबै पीडा सुनाउँदै बस्न सकिँदैन कुनै दिन यस्तो चिज आउनेछ त्यहाँबाट दर्शकलाई सबै चिज थाहा हुनेछ त्यो दिन पनि धेरै दिन छैन म चाँडै नै अनाउन्स गर्छु ठिक छ लास्ट कमेन्ट छ धेरै कमेन्टहरू छैन आज भाइ तिमीलाई साह्रै दुःख छ जस्तो छ खासमा के हो कुरा रे धेरै छ के कुराको चाहिँ दुःख छ अशोकलाई धेरै छ भन्नुभयो के कुराले चाहिँ दुखी हुनुहुन्छ तपाईँ अहिले दुखी चिज भन्नु हुँदैन भन्नु पर्यो भने दर्शकहरूलाई अब त्यो त आफ्नो कुरा हो तर पनि दर्शकहरूले चासो देखाइरहँदाखेरि के कुराले चाहिँ तपाईँलाई दुःख छ जस्तो छ भन्नुभयो के कुराले चाहिँ दुखी बनाइरहेको छ अहिलेको समयमा अझै यो जीवन धेरै लामो छ क्या कहिले सकिन्छ कहिले हिँड्छ जिन्दगी छोटो छ क्या हैन अब कहिले सकिन्छ थाहा हुँदैन भोलिको दिन म कहाँ छु के हुन्छु कति बेला के हुन्छ थाहा हुँदैन तर म भोइजेलसम्म मैले यस्तो गरौँ कि हैन मैले यस्तो गरौँ मेरो सपनाहरू पुरा होस् मैले सोचेका चिजहरू पुरा होस् जुन मेरो फ्यामिलीले पहिले दुःख पाथ्यो अहिले राम्रो अवस्थामा हुनुहुन्छ सबै दर्शककै कारणले गर्दा हो अहिले पनि दुःखको दिनहरू गएको छैन हैन दुःखै छ हैन बाबा त्यसरी नै काम गर्नु परिरहेछ हातभरि ठेला छ अघि पनि कुरा भएको थियो फोनमा तँलाई हातको फोटो खिचेर पठाइदिन्छु भनिरहनु भएको थियो हैन त्यो जुन कोदाली समाउनुहुन्छ जुन हलो समात्नुहुन्छ जुन तातो घाममा काम गर्नुहुन्छ हैन मम्मीको बिमारीहरू भाइ बहिनीहरूको सपनाहरू यो सबैलाई जब मैले काट्छु हैन केही नगर्ने गरी आफ्नो फ्यामिलीलाई मैले राख्न सक्छु अनि त्यसपछि सुखको दिन आउनेछ त्यसको लागि म केही बन्नुपर्छ अनि त्यही भएर पनि मैले स्ट्रगल गरिरहेको छु अनि दुःख भन्नुभयो जीवनमा सबैलाई दुःख हुन्छ है हामीलाई मात्र हैन हाम्रो भन्दा डबल पनि हुन्छ क्या दुःख भन्ने चिज जब हामीसँग पैसा हुन्छ हैन हाम्रो मन सफा हुन्छ दुःख यसै पनि काटिन्छ क्या तर मेन भनेको चाहिँ अहिलेको टाइममा चाहिँ मेरो मम्मीले पनि पैसै भन्नुहुन्छ पैसा भयो भने चाहिँ केही हदसम्म सुख हुन्छ तर त्यो पनि यस्तो हो तिमी अहिले हामीलाई जोसँग जे छैन त्यही नै महत्त्वपूर्ण लाग्छ क्या हैन अब हामी त्यसरी दुखी भन्न पनि अलि मिल्दैन छैन भने घरमा छैन भने पनि तातो पानी तताएर भए पनि खानुपर्छ क्या हैन त्यस्तो खाने वातावरण छ नि त त्यस्तो हुन्छ पनि हामीले गरेका छौँ त्यस्तो हैन अब आजको दिनमा मेरो बाबाले अर्काकै खेतमा काम गरेर भए पनि चामल जुटाइरहनु भएको छ हैन भोलिको दिनमा त्यो खेत फिर्ता माग्यो भने हामी पनि त्यही अवस्थामा आउनुपर्छ हैन घर छ जग्गा छ
होइन घर छ एउटै घरमै त्यही जग्गा हो होइन घरकै जग्गा मतलब अब खेती गरेर खाने होइन मेरो बाबाले अर्कैको चलाइरहनु भएको छ अनि अहिले त्यो टाइममा चाहिँ भोलिको दिन खेत फिर्ता माग्नुभयो भने पनि त्यो दिन त आयो नि त होइन त्यही भएर त्यस्तो आउँछ दुःख होइन त्यही भएर पनि यो दुःखलाई चाहिँ सबैलाई मलाई मेरो आयुमा जाओस् क्या यो दुःखहरू सबै मेरो आयुमा जाओस् मैले सम्हाल्न सकौँ दुःखहरू सम्हाल्न सकौँ है मैले गरौँ हुन त तपाईँले भन्नु नि मेरो एज सानै छ तर मेरो सोच ठुलो छ क्या मेरो जति एज सानो भए पनि म जति सानो देखिए पनि मेरो सोच ठुलो छ क्या दिदी मेरो सपनाहरू ठुलो छ अबको 5 वर्षपछि या भनौँ 10 वर्षपछि 5 वर्ष त नभनौँ 10 वर्षपछि अशोकले आफूले आफूलाई कहाँ देख्नुहुन्छ त कस्तो ठाउँमा पुग्छु होला इमेजिन गर्दाखेरि अब मैले देख्दाखेरि अब भविष्य मैले देख्दिनँ होइन आफूले इमेजिन गर्दाखेरि म यतिसम्म चाहिँ गर्छु सोचेका चिजहरू धेरै छन् तर जीवनको बाटोले कहाँसम्म पुर्याउँछ भन्ने मात्र प्रश्न छ मतलब कतिको सम्म चाहिँ गर्न सक्छ आफूमा कन्फिडेन्ट हुन्छ नि त अघि नै पनि भने त धेरै सपनाहरू छ तर बाटोले कहाँसम्म पुर्याउँछ गर्दै जाम कहाँसम्म सक्सेस बनाउँछ कि गिराउँछ कि डाउन गर्छ कि अप हुन्छ कि त्योहरू हेर्दै जाम कहाँसम्म पुगिन्छ अघि कति धेरै कुराहरू आयो टङ्कदाईकै कुराहरू आयो अशोकसँग कुराकानी गर्ने भएपछि टङ्कदाई कहीँ न कहीँ कतै न कतैबाट आउँछ टङ्कदाईको कुरा होइन अब अहिलेको टाइममा टङ्कदाईलाई केही भन्नु एउटा मात्र मेसेज दिन पर्यो भने के मेसेज दिनुहुन्छ केही भन्न मन लाग्यो भने दाइलाई मेसेज दिनु पर्यो होइन त मैले मेसेजै आएन मलाई होइन केही छ भन्न मलाई केही कुरा भनिहाल्नु पर्यो भने टङ्कदाईलाई आफ्नो मनमा भएको कुरा कस्तो अकमकिनु भयो त तपाईँ होइन राम्रो होस् होइन अनि जे गरे होइन जति दुःख दिए जति सताए होइन त्यो चिजहरूलाई मनमा नलिनु होला अनि आफ्नो चेलालाई कहिले नबिर्सिनु होला मैले पनि गुरु मानेको छु मेरो केही कुराहरूले चित्त दुखेको होला दाइलाई पनि होइन तर दाइको नीति मेरो सोच त्यस्तो कहिले पनि नराम्रो छैन होइन अब अरूले मेरो फ्यामिलीले होइन के सोच्नुहुन्छ मलाई थाहा छैन तर सानैदेखि म चाहिँ अलिक फरक किसिमको मान्छे भएको कारणले गर्दाखेरि होला म चाहिँ त्यस्तो सोच्दिनँ सधैँ तपाईँको राम्रो होस् होइन मेरो नजरमा उहाँहरू सधैँ नै भगवानै हो उहाँहरू ठुलो मान्छे नै हो होइन त्यही भएर सधैँ राम्रो होस् भन्न चाहन्छु ओके अहिलेको टाइममा अशोकलाई एकदमै धेरै गर्न मन लागेको कुरा के हो के कुरा चाहिँ एकदमै पुरा भइदिए हुन्थ्यो मेरो भन्ने खालको मैले गरेका कामहरू राम्रो होस् भन्ने सपना छ कति म्याच्योर एन्सर दिन्छ कति हुन त योभन्दा अगाडिको इन्टरभ्यूमै मलाई थाहा भइसकेको थियो अशोक एकदमै धेरै म्याच्योर भइसक्यो होइन मैले गरेका कामहरू मेरो दर्शकसम्म पुगोस् क्या किनभने भोलिको दिनमा अब अहिले मैले पार्वती गरिरहेको छु होइन भोलि पार्वती सबैले मन पराइदिनु भयो भने मैले अरू काम पाउँछु क्या मैले अरू काम गर्न सक्छु अनि भोलिको दिनमा मैले गरेकै कामहरू मलाई हुन त अब म त्यत्रो पैसा भएर गर्न खोजेको होइन जस मलाई म माथि कोही लगानी हालेर मेरो गीतहरूमा कोही लगानी हालेर यति मलाई उयो गर्नुभयो भने चाहिँ मेरो काम चाहिँ सक्सेसली सबै दर्शकहरूसम्म पुगोस् अनि एउटा किनभने मलाई सानैदेखि हेर्नु भएको कारणले गर्दाखेरि पनि दर्शकलाई म माथि धेरै मेरो माथि धेरै सपना छ यो बन्छ अशोक यो भन्ने अनि अहिलेको टाइममा बच्ची पनि म माथिबाट मलाई हेरेर धेरै चिज सिक्छन् क्या त्यही भएर पनि एउटा त्यो छ ओके अब हामी पार्वती हुन्छ पार्वतीतिरै फर्क्यौँ पार्वतीमा कसरी जोडिनु भयो र अब भोलिको दिनमा अशोकले आफूलाई नायकको रूपमा प्रस्तुत हुने विचार छ कि गायकको रूपमा कसरी चाहिँ अगाडि आउने विचार छ तपाईँको मैले मलाई आएको कामहरू म कुनै पनि छोड्दिनँ है त्यसलाई म गर्छु किनभने मेरो ट्यालेन्टेड यही हो होइन म डान्स पनि गर्छु
गीत पनि गाउँछु होइन, एक्टिङ पनि गरिरहेको छु होइन। अब गेमहरू खेल्नु पर्यो भने गेममा पनि ट्यालेन्टेड छु म, सबै चिज ट्यालेन्ट छु। सबभन्दा धेरै गर्न मन लाग्ने कुरा चाहिँ के हो? गीत गाउने, डान्स भयो, एक्टिङ भयो, अब गेम पनि राम्रै खेल्नुहुन्छ भन्नुभयो, के चाहिँ एकदमै धेरै गर्न मन लाग्छ अशोकलाई? मलाई गीत गाउन मन लाग्छ। त्यसो भए गाइदिनुहोस् एउटा। मागिरहेछु दिन दिनै सारा देव देवीलाई, सन्चै छ कि बिसन्चो छ भनिदेऊ पार्वती दिदीलाई। थ्याङ्क यू। पार्वती दिदी सन्चै हुनुहुन्छ होइन? प्रमोसनको अलिअलि प्रेसर लिइराख्नु भएको छ होला। तपाईँलाई दुईवटा दिदीहरूमध्ये पार्वती दिदी र आफ्नै दिदी मध्ये एउटा रोज्नु पऱ्यो भने को रोज्नुहुन्छ? मैले आफ्नै दिदी र पार्वती दिदीमा रोज्नु पर्यो भने यस्तो हुन्छ, पार्वती दिदी भनेको त एज अ फिल्मको एउटा उयो हो होइन। अब आफ्नो दिदी रोज्नु पर्यो नि त, आफ्नो दिदी रोज्नु पर्यो। तर एउटा कुरा है, दिदीलाई दिदी भनेको त आफ्नै घरको हो होइन, तर पार्वती कुन चाहिँ क्यारेक्टर हो भन्ने त्यसमा डिपेन्ड पर्छ क्या होइन। पार्वती दिदी जस्तै धेरैजना हुनुहुन्छ नि त। म चाहिँ सबै दिदी रोज्छु, किन भन्नु न, त्यो क्यारेक्टरको भूमिका निता दिदीले यस्तरी निभाउनु भएको छ क्या होइन। दिदीलाई त म अझै स्याल्युट गर्नुपर्छ क्या, त्यो भूमिका यस्तरी निभाउनु भएको छ, यस्तरी क्रेडिट गर्नु भएको छ क्या। त्यो भोलिको दिनमा फिल्म हलमा जानुभयो भने तपाईँहरूलाई थाहा हुन्छ। साँच्चै भने मेरो त केही पनि होइन क्या, मैले भाइको भूमिका त केही पनि होइन क्या। दिदीले त्यो क्यारेक्टरलाई यस्तरी न्याय दिनुभएको छ है। दिदीले पनि हेर्नु होला यो इन्टरभ्यू, मैले भनेको कुराहरू केही मिस्टेक त छैन होला, त्यो पनि यस्तरी निभाउनु भएको छ क्या। मलाई चाहिँ एकदमै राम्रो लागेको छ त्यो क्यारेक्टर है। रोज्नु परेमा दिदी त आफ्नो दिदी भनेको त आफ्नै दिदी भयो, तर रोज्नु परेमा चाहिँ म पार्वती रोज्छु। पार्वती दिदी रोज्नुहुन्छ? हजुर। ओके, अघिदेखि तपाईँले भन्नुभयो मेरो बाबा खेतमा काम गर्नुहुन्छ, यताउता दुःखहरू पनि सुनाउनु भयो। तपाईँ आफैले पनि त काम गरिराख्नु भएको छ, कन्सर्टहरू गरिराख्नु भएको छ, इन्कम त राम्रै भइरहेको होला, मुभी गरिराख्नु भएको छ, के छ कसो छ तपाईँको कमाइले आफ्नो परिवारलाई कतिको पुगिरहेको छ त्यसरी भनौँ न। किनभने तपाईँले अघि दुःख पोख्नु भयो नि त, मेरो बाबा अझै पनि खेतमा काम गर्नुहुन्छ, हातमा त्यस्तै होइन, किसान हो है, किसान हो। किसानलाई मलाई केमा सुकुन मिल्छ भन्नु, मलाई गीत गाउन सुकुन मिल्छ होइन। मेरो बाबालाई केमा सुकुन मिल्छ? खेतमा काम गर्न सुकुन मिल्छ। अभियसली किसानलाई खेतमा काम गर्दा सुकुन मिल्छ, तर खेत पनि त आफ्नो जग्गा आफ्नो भए पो मजा आउँछ त होइन, अर्कोमा गर्नुपर्छ। अनि मैले सबै धान्न सक्दिनँ क्या दिदी, होइन मतलब भनेको राम्रो काम गरिराख्नु भएको छ। मैले राम्रो काम गरे पनि नेपालमा छैन क्या त्यस्तो भ्यालु होइन, नेपालमा छैन। किनभने अहिलेको चलेको मभन्दा चलेको सिनियर आर्टिस्टहरू हुनुहुन्छ होइन, उहाँहरूको गीत कत्रो ट्रेन्डमा छ होइन। अब मैले 8 वर्ष भइसक्यो, एउटा फिल्महरू मेरो चर्चामै छ होइन, तर मैले अहिलेसम्म गीतहरू दिन सकेको छैन। किनभने गीत हिट भयो भने त कन्सर्टहरू राम्रो बजेट आउने हो यताउति। अहिले म फिल्मकै काममा छु, अब भोलिको दिनमा गीतहरू बनाउँदाखेरि राम्रो चल्यो भने मेरो पनि कन्सर्टहरू हुन्छ। अनि अहिलेको कन्सर्टहरू मैले गरेको पैसाहरू भनेको त्यति साह्रो छैन इन्कम है, अहिले छैन। किनभने कहिले आफ्नै गाउँकोहरूले गरिरहनु भएको हुन्छ होइन, अनि कहिले हाम्रै पुरानो उयोहरूले पनि गरिरहनु भएको हुन्छ। अनि म चाहिँ पैसाको डिलमा चाहिँ त्यति साह्रो उयो गर्दिनँ होइन। मलाई जतिमा भन्नुभएको छ म त्यतिमै जान्छु। अनि डिमान्ड गर्दिनँ मलाई यति दिनु उति दिनु भनेर। अनि मलाई कतिजनाले भन्नुहुन्छ तिमी अशोक दर्जी हो, तिमी आफ्नो लेभलमा बस न भनेर भन्नुहुन्छ, तर मलाई चाहिँ त्यो लाग्दैन। लेभल त आफ्नो ठाउँमा छँदैछ, तर मलाई चाहिँ त्यसरी यति डिमान्ड भनेर आउँदैन। किनभने अहिलेको टाइममा म उयो भएर पनि हो, सिङ्गल भएर पनि होला होइन। किनभने भोलिको दिनमा सबैसँग काम गर्नुपर्छ, अहिलेदेखि नै झगडा गरेर हुँदैन। अनि मैले चाहिँ जति डिमान्ड गर्नुहुन्छ म त्यतिमै जान्छु। अनि त्यतिमै पनि आफ्नो घरमा गर्दा ठिकै हुन्छ, पुगिरहेकै छ, खुसी छ। मैले 2-3टा कन्सर्ट गर्दैमा यो नसोच्ने कि मैले लाखौँ कमाइरहेको छु भनेर। ओके, एउटा गेम छ जुन चाहिँ तपाईँलाई मनपर्ने हिरोइन को हुनुहुन्छ? मनपर्ने चिज, एउटा मनपर्ने चिजको नाम भन्नु पर्यो। मनपर्ने चिज हिरोइनको कि हिरो जे पनि हुनसक्छ, मान्छे, हिरोइन, सामान जे पनि हुनसक्छ।
मान्छे हिरोइन सामान के भनेको जे पनि हुनसक्छ, सामान पनि पर्न सक्छ। पार्वती। पार्वती, ओके। मन नपर्ने? नमन पर्ने? अँ, नमन पर्ने? मन नै नपर्ने, हेर्नै मन नलाग्ने चिज के हो? हेर्न मन नलाग्ने चिज? हेर्नै मन नलाग्ने चिज चाहिँ के हुन्छ? के हुन्छ, के हो त अशोकलाई हेर्नै मन नलाग्ने चिज? त्यस्तो पनि हुन्छ क्वेसन? होइन मतलब मान्छे होइन, एकछिन म जे सोचिरहेको पनि छु। पर्न सक्छ। सामानहरू पनि पर्यो है? सामानहरू जे पनि पर्यो, हेर्नै मन नलाग्ने चिज। हेर्नै मन नलाग्ने चिज मलाई त सबै हेर्नु मन लाग्छ। एउटा भन्नु पर्यो, एउटा चाहिँ जुन चाहिँ तपाईँलाई नजिकै नपरोस्, यो मान्छे छि अलिकति छ्या कस्तो होला, घिन लाग्ने टाइपको हुन्छ नि, त्यस्तो चिजहरू के छ? मेरो छैन। छैन? केही पनि छैन? छैन। कस्तो होला? एउटा चिज मन नपर्ने चिज भन्नु पर्यो क्या। ठिक छ, अब हामी पार्वतीको खेलौँ। अर्को गरौँ न त। ल पहिला पार्वतीको गरौँ। अब म तपाईँलाई केही क्वेसनहरू सोध्छु, जुन चाहिँ तपाईँले पार्वती भन्नु भने पार्वती चाहिँ आउनु पर्यो क्या तपाईँको एन्सरमा। मैले सोधेको सबै एन्सरमा तपाईँको पार्वती चाहिँ आउनु पर्यो। ल ट्राई गर्छु, मैले कहिले खेलेको छैन नि यो गेम। ल ठिक छ, ठिक छ। बिहान के खायो? पार्वती। बिहान के खायो? बिहान के खायो? मासु भात। पार्वतीले बनाएको मासु भात टाइपको हुनु ए पर्यो। ल मैले बुझेँ। ल अब गर्नु। बिहान के खानुभयो? पार्वतीले बनाएको मासु भात। अब कहाँ जाने हो यो सकेपछि? पार्वती दिदीसँग। अहिले लगाएको टी सर्ट कसले दिनुभएको? पार्वती दिदीको भाइले। अशोकको पछाडि के छ? मेरो पछाडि पार्वती दिदी हुनुहुन्छ। ओके, इन्टरभ्यू पछि के गर्ने हो? पार्वती दिदीसँग जाने हो। ओ गड्स। अशोकले के लगाएको छ खुट्टामा? खुट्टामा पार्वती दिदीले किनिदिएको जुत्ता। अशोकलाई सबैभन्दा धेरै माया कसको लाग्छ? पार्वती दिदीको। अशोकलाई मन नै नपर्ने मान्छे? मलाई मन नै नपर्ने मान्छे? मलाई मनपर्छ पार्वती दिदी। मन नपर्ने मान्छे को हो त अशोकको? मन नपर्ने मान्छे अशोक। पार्वती खै त आएको, पार्वती आउनु पर्यो। एउटा मिस्टेक भइसक्यो यहाँ। ल यो करस। ओके, अब मन नपर्ने चिज भन्नु पर्यो। मलाई मन नै नपर्ने चिज एउटा चिज भन्नु न, जे पनि हुनसक्छ। बिरालो। बिरालो। अब एभ्री एन्सरमा बिरालो आउनु पर्यो है त। अशोक कहाँ जानु लाग्यो? म बिरालो किन्न। बिरालो किन्न? अशोकको मिल्ने साथी को हो? नेल्सन बिरालो। बिहान एकदमै रिस कोसँग उठ्याएको थियो? बिचरामा बसेर हेरिरहेको ए बिरालो हो आएको नाम? हो? ए ल अर्को। बिहान अशोकले के खाएको? छ्या दिदी। के खाएको? बिरालोले पकाएको मासु। अशोकको एकदमै बेस्ट फ्रेन्डको मिल्ने साथी? मिल्ने साथी साजन बिरालो। अघि भर्खरै आउँदाखेरि के भयो? अघि भर्खर आउँदाखेरि के भयो? बिरालोले बाटो काट्यो। अब यो पछि जाँदाखेरि के हुन्छ? बिरालोले फेरि बाटो काट्छ। सक्यो हो मेरो पनि क्वेसन। अनि सोध्नु न कस्तो? ल अशोकलाई एकदमै कोसँग रिस उठिरहेछ? मलाई मसँग। बिरालो खै त आएको एन्सरमा? ए अझै सकेको छैन त? नसकाउने भने ल फेरि ल फेरि। अशोकलाई एकदमै धेरै कोसँग रिस उठिरहेको छ? बिरालोसँग। अघि बिहान खाना खाँदा के भयो? बिरालोले हेरिरहेको थियो। राति सुत्ने बेलामा के हुन्छ? बिरालोले आँखा देखाइरहेको थियो। बिहान उठ्ने बित्तिकै के हुन्छ? बिरालो देख्छु। स्कुल जानु अगाडि के हुन्छ? बिरालोले बाटो काट्छ। पार्वती मुभी रिलिज हुनुभन्दा अगाडि के हुन्छ? बिरालोको आशीर्वाद लाग्छ अनि फिल्म चल्छ। फिल्म चलिसकेपछि के हुन्छ? फिल्म सकेपछि म बिरालोलाई पूजा गर्न जान्छु। हस्, थ्याङ्क यू सो मच। कस्तो लाग्यो? मजा आयो। ओके, हामी अब अन्तिममा छौँ। अन्तिममा पार्वतीलाई लिएर के भन्न चाहनुहुन्छ दर्शकहरूलाई? म के भन्न चाहन्छु भने
सबैजनाले पार्वती हेर्नुहोला, तपाईँहरूले एकदमै मन पराउनु हुनेछ होइन। एउटा भाइ सम्बन्ध, दिदी र भाइको सम्बन्धको एउटा फिल्म हो, आफ्नै माटोमा बनाएको फिल्म, नेपाली मुभी होइन। सानो बजेटमा बनाएको फिल्म एकदमै राम्रो छ है। मैले भने त यस्तो राम्रो छ, तपाईँहरूलाई एकदम मनपर्छ क्या यो फिल्म होइन। दिदीले गरेको, दिदी र भाइप्रतिको एउटा माया होइन। पक्कै पनि यति दाजु बहिनी गर नि हेर्नुभयो भने पनि नि दाजुले स्योर बहिनीको खुट्टा ढोक्छ, दाजुले स्योर बहिनी दिदीको खुट्टा ढोक्छ। त्यति माया लाग्दो फिल्म छ, दिदी बहिनी प्रति त्यति धेरै रेस्पेक्ट। सबैजना जानु होला होइन। एउटा यो अटिजमको क्यारेक्टर पनि निभाउनु भएको छ निता दिदीले। अनि एकचोटि किरण अनि मेरी प्यारी पार्वती दिदीलाई माया देखाइदिनु होला। ओके, किरण र पार्वतीको काम कस्तो हुन्छ राम्रो लाग्यो भने दर्शक सबैलाई भनिदिनु होला, नराम्रो लाग्यो भने किरण र पार्वतीलाई नै भन्नु होला। हस्, थ्याङ्क यू सो मच। र अन्तिममा तपाईँको लागि भनेर यो माइती डिसवास लिक्विडले गिफ्ट पठाउनु भएको छ अशोकलाई भनेर। यो चाहिँ नेपाली ब्रान्ड हो जुन चाहिँ नेपालमै बनेको। एकदमै राम्रो रिभ्यू आइरहेको छ, जसले युज गर्नुभयो हजुर पनि युज गर्नु होला। यो भाँडा माझ्ने साबुन तपाईँको लागि। हस्, थ्याङ्क यू सो मच। यहीँ अहिले लिएर जानु फेरि फिर्ता लिने फिर्ता लिँदिनँ के कस्तो हो र। त्यसपछि अर्को रहेको छ यो जाइफल तेल। यो चाहिँ हाड जोड्ने सम्बन्धी मड्केको ठोकेको दुखाइहरूलाई कम गर्ने हो। जस्तै भन्नुभयो अघि तपाईँले, तपाईँको ड्याडी दिनभरि काम गर्नुहुन्छ, थकान महसुस भयो भने यो तेलले मसाज गर्दाखेरि रिलिफ फिल हुन्छ। अनि हाड जोड्ने सम्बन्धीको समस्याहरू चाहिँ यो तेल लगाएर मसाज गरेपछि एकदमै रिलिफ फिल हुन्छ। यो हजुरको लागि। थ्याङ्क यू सो मच। त्यसै गरी अर्को रहेको छ यो सुपर म्याजिक रङ। यसले चाहिँ तपाईँको डिस्कलर भएको कपडाहरूलाई कलर भर्ने काम गर्छ। जस्तै तपाईँको त्यो पार्वतीको टी सर्टको कलर उड्यो भने तपाईँले फेरि त्यस्तै कलर बनाउन सक्नुहुनेछ। यसमा 4वटा कलरहरू आउँछ। यो पनि तपाईँको लागि। थ्याङ्क यू सो मच। थ्याङ्क यू सो मच अशोक, आइदिनु भयो। र तपाईँको मुभी पार्वतीलाई पनि धेरै धेरै शुभकामना। पार्वती 2 पनि हेर्न पाऊँ होइन। यो मुभी हिट भएपछि पार्वती 2 अभियसली बनिहाल्छ। त्यसको लागि धेरै धेरै शुभकामना र बेस्ट विसेस भन्न चाहन्छु अपकमिङ करियरको लागि पनि। थ्याङ्क यू। थ्याङ्क यू।